आज मिति 2082 जेठ 8 गते हजुरहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग साथै विभिन्न संघ संस्थाको एक्जामको तयारी गर्दै बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूमाझ हजुरहरूलाई प्र्याक्टिस गराउनका निमित्त सामान्य ज्ञान एमसीक्यू इम्पोर्टेन्ट जीके क्वेशनहरू लिएर फेरि पनि हामी हजुरहरूमाझ उपस्थित भइसकेका छौँ। आज चाहिँ हामीले हजुरहरूलाई केही महत्त्वपूर्ण सामान्य ज्ञानका क्वेशनहरू प्र्याक्टिस गराउने छौँ है। र हजुरहरूले च्यानलमा नयाँ हुनुहुन्छ 2082 मा तपाईले चाहिँ लोकसेवा आयोग, शिक्षक सेवा आयोग साथै विभिन्न संघ संस्थाको तयारी गर्ने सोच बनाउनु भएको छ, अर्थात् तयारी गर्दै हुनुहुन्छ भने तपाईले चाहिँ यो च्यानललाई मजाले सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ भन्दै अब चाहिँ कति पनि ढिला नगरी क्लासलाई अगाडि बढाऊ। हेर्नुस्, क्वेशन नम्बर 1 मा के भनेको छ भन्दा विश्वको सबैभन्दा ठूलो देश कुन हो भन्ने क्वेशन। हेर्नुस् है, विश्वको चाहिँ सबैभन्दा ठूलो देश कुन हो भन्ने क्वेशन। अप्सन ए चीन, अप्सन बी संयुक्त राज्य अमेरिका, अप्सन सी क्यानाडा, अप्सन डी रसिया। ल भन्नुस् त यो क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त विश्वको सबैभन्दा ठूलो देश कुन हो? होला अप्सन नम्बर डी रसिया। विश्वको चाहिँ सबैभन्दा ठूलो देश रसिया हो है। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 2। क्वेशन नम्बर 2 मा के भनेको छ भन्दा अफ्रिका महादेशको सबैभन्दा धनी देश कुन हो भन्ने क्वेशन। हेर्नुस् है, अफ्रिका महादेशको चाहिँ सबैभन्दा धनी देश कुन हो भन्ने क्वेशन। अप्सन ए नाइजेरिया, अप्सन बी दक्षिण अफ्रिका, अप्सन सी इजिप्ट, अप्सन डी अल्जेरिया। ल भन्नुस् त क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त अफ्रिका महादेशको सबैभन्दा धनी देश कुन होला? यसको राइट आन्सर हुन्छ अप्सन नम्बर बी दक्षिण अफ्रिका। अफ्रिका महादेशको सबैभन्दा धनी देश चाहिँ दक्षिण अफ्रिका रहेको छ। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 3। क्वेशन नम्बर 3 मा के भनेको छ भन्दा सौर्यमण्डलमा कतिवटा ग्रहहरू रहेका छन् भन्ने क्वेशन। हेर्नुस् है, सौर्यमण्डलमा चाहिँ कतिवटा ग्रहहरू रहेका छन् भन्ने क्वेशन। अप्सन ए 7, अप्सन बी 8, अप्सन सी 9, अप्सन डी 10। ल भन्नुस् त कतिवटा ग्रह छन् सौर्यमण्डलमा? ल भन्नुस् त सौर्यमण्डलमा कतिवटा ग्रहहरू रहेका छन्? अप्सन नम्बर बी 8 वटा। सौर्यमण्डलमा चाहिँ 8 वटा ग्रहहरू रहेका छन्। त्यसैगरी क्वेशन नम्बर 4। क्वेशन नम्बर 4 मा के भनेको छ भन्दा तिलिचो ताल चाहिँ समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ भन्ने क्वेशन। हेर्नुस् है, तिलिचो ताल चाहिँ समुद्र सतहदेखि कति मिटर उचाइमा रहेको छ, अवस्थित छ भन्ने क्वेशन। अप्सन ए मा हेर्नुहुन्छ भने 4919 मिटर, बी मा हेर्नुहुन्छ भने 4291 मिटर, सी मा हेर्नुहुन्छ भने 5200 मिटर, डी मा हेर्नुहुन्छ भने 4850 मिटर। ल भन्नुस् त यो क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त तिलिचो ताल समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ? अप्सन नम्बर ए 4919 मिटर। तिलिचो ताल चाहिँ समुद्र सतहदेखि 4919 मिटर उचाइमा अवस्थित छ। त्यसैगरी हेरौँ क्वेशन नम्बर 5। क्वेशन नम्बर 5 मा के भनेको छ भन्दा रुन्चे प्रधानमन्त्री भनी कसलाई चिनिन्छ भन्ने क्वेशन। हेर्नुस् है, रुन्चे प्रधानमन्त्री भनी कसलाई चिनिन्छ भन्ने क्वेशन। अप्सन ए चन्द्र शमशेर, अप्सन बी भीम शमशेर, अप्सन सी जुद्ध शमशेर, अप्सन डी पद्म शमशेर। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के? भन्नुस् त रुन्चे प्रधानमन्त्री भने कसलाई चिनिन्छ? अप्सन नम्बर डी पद्म शमशेरलाई। रुन्चे प्रधानमन्त्री भनी पद्म शमशेरलाई चिनिन्छ। अब हेर्नुस् क्वेशन नम्बर 6। क्वेशन नम्बर 6 मा के भनेको छ भन्दा राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कति जनजाति रहेका छन् भन्ने क्वेशन। हेर्नुस् है, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कति जनजाति रहेका छन् भन्ने क्वेशन। अप्सन ए 140, अप्सन बी 141, अप्सन सी 142, अप्सन डी 143। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त भन्नुस् अप्सन नम्बर सी 142 है। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा चाहिँ 142 जनजाति रहेका छन्। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 7। क्वेशन नम्बर 7 मा के भनेको छ भन्दा साकेलादी पर्व कुन जातिले मनाउँछन् भन्ने क्वेशन। हेर्नुस् है, साकेलादी पर्व चाहिँ कुन जातिले मनाउँछन् भन्ने क्वेशन। अप्सन ए मगर, अप्सन बी लिम्बू, अप्सन सी राई, अप्सन डी तामाङ। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के चाहिँ हुन सक्ला? भन्नुस् त साकेलादी पर्व कुन जातिले मनाउँछन्? अप्सन नम्बर सी राई जातिले। साकेलादी पर्व चाहिँ राई जातिले मनाउँछन्। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 8। क्वेशन नम्बर 8 मा के भनेको छ भन्दा नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन गर्ने जिल्ला कुन हो भन्ने क्वेशन।
हेर्नुस् है नेपालमा चाहिँ सबैभन्दा बढी खाद्यान्न उत्पादन गर्ने जिल्ला कुन हो भन्ने क्वेशन अप्सन ए झापा, बी नवलपुर, सी कैलाली, डी बागलुङ। ल भन्नुस् त यो क्वेशनको राइट आन्सर के? ल भन्नुस् यो क्वेशनको राइट आन्सर के हुन सक्ला? नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन गर्ने जिल्ला कुन हो? कुन होला? अप्सन नम्बर ए झापा। नेपालमा चाहिँ सबैभन्दा बढी खाद्यान्न उत्पादन गर्ने जिल्ला चाहिँ झापा रहेको छ। त्यसैगरी हेर्नुहोस् क्वेशन नम्बर 9। क्वेशन नम्बर 9 मा के भनेको छ भन्दा कुन फलफुललाई फलफुलको राजा भनी चिनिन्छ भन्ने क्वेशन। हेर्नुस् है कुन फलफुललाई चाहिँ फलफुलको राजा भनी चिनिन्छ भन्ने क्वेशन अप्सनहरुमा हेर्नु होला। अप्सन ए आँप, अप्सन बी केराउ, अप्सन सी स्याउ, अप्सन डी कटहर। ल भन्नुस् त क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त कुन फलफुललाई फलफुलहरुको राजा भनी चिनिन्छ? अप्सन नम्बर ए आँपलाई। आँपलाई चाहिँ फलफुलको राजा भनी चिनिन्छ। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 10। क्वेशन नम्बर 10 मा के भनेको छ भन्दा कफी खेतीका लागि प्रख्यात जिल्ला कुन हो भन्ने क्वेशन। हेर्नुस् है कफी खेतीका लागि प्रख्यात जिल्ला कुन हो भन्ने क्वेशन अप्सनहरुमा हेर्नु होला। अप्सन ए पर्वत, अप्सन बी गुल्मी, अप्सन सी रुकुम, अप्सन डी ताप्लेजुङ। ल भन्नुस् त क्वेशनको राइट आन्सर के हुन सक्ला? के हुन सक्ला? कफी खेतीका लागि प्रख्यात जिल्ला कुन हो? कफी खेतीका लागि प्रख्यात जिल्ला कुन? अप्सन नम्बर बी गुल्मी। कफी खेतीका लागि प्रख्यात जिल्ला चाहिँ गुल्मी रहेको छ। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 11। क्वेशन नम्बर 11 मा के भनेको छ भन्दा हेलम्बु कुन जिल्लामा पर्दछ भन्ने क्वेशन। हेर्नुस् है हेलम्बु चाहिँ कुन जिल्लामा पर्दछ भन्ने क्वेशन। अप्सन ए काभ्रे, बी काठमाडौँ, सी भक्तपुर, डी सिन्धुपाल्चोक। ल भन्नुस् त क्वेशनको राइट आन्सर के हुन सक्ला? भन्नुस् त हेलम्बु कुन जिल्लामा पर्दछ? कुन जिल्लामा पर्दछ? अप्सन नम्बर डी सिन्धुपाल्चोक। हेलम्बु चाहिँ सिन्धुपाल्चोक जिल्लामा पर्दछ। त्यसैगरी क्वेशन नम्बर 12। क्वेशन नम्बर 12 मा के भनेको छ भन्दा महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो भन्ने क्वेशन। हेर्नुस् है महान दार्शनिक चाहिँ सुकरातको जन्म कहिले भएको थियो भन्ने क्वेशन। अप्सन ए ईसा पूर्व 477, अप्सन बी ईसा पूर्व 471, अप्सन सी ईसा पूर्व 472, अप्सन डी ईसा पूर्व 473। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के? भन्नुस् त महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो? अप्सन नम्बर ए ईसा पूर्व 477 मा। महान दार्शनिक सुकरातको जन्म चाहिँ ईसा पूर्व 477 मा भएको थियो। त्यसैगरी क्वेशन नम्बर 13। क्वेशन नम्बर 13 मा के भनेको छ भन्दा विश्व अर्बुद दिवस कहिले मनाइन्छ भन्ने क्वेशन। हेर्नुस् है विश्व अर्बुद दिवस चाहिँ कहिले मनाइन्छ भन्ने क्वेशन। अप्सन ए फेब्रुअरी 1, अप्सन बी फेब्रुअरी 2, अप्सन सी फेब्रुअरी 3, अप्सन डी फेब्रुअरी 4। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के? भन्नुस् त विश्व अर्बुद दिवस कहिले मनाइन्छ? विश्व अर्बुद दिवस कहिले मनाइन्छ? अप्सन नम्बर डी फेब्रुअरी 4 मा। विश्व अर्बुद दिवस चाहिँ फेब्रुअरी 4 मा मनाइन्छ। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 14। क्वेशन नम्बर 14 मा के भनेको छ भन्दा विश्व पानी दिवस कहिले मनाइन्छ भन्ने क्वेशन। हेर्नुस् है क्वेशन बुझ्नु होला। विश्व पानी दिवस कहिले मनाइन्छ भन्ने क्वेशन। अप्सन ए मार्च 20, अप्सन बी मार्च 21, अप्सन सी मार्च 22, अप्सन डी मार्च 23। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के? भन्नुस् त विश्व पानी दिवस कहिले मनाइन्छ? अप्सन नम्बर सी मार्च 22 मा। विश्व पानी दिवस चाहिँ मार्च 22 मा मनाइन्छ। त्यसैगरी हेर्नुस् क्वेशन नम्बर 15। क्वेशन नम्बर 15 मा के भनेको छ भन्दा विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन हो भन्ने क्वेशन। हेर्नुस् है विश्वको चाहिँ सबैभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन हो भन्ने क्वेशन। अप्सन ए भारत, बी दक्षिणी अफ्रिका, अप्सन सी काजाखस्तान, अप्सन डी बोत्सवाना। ल भन्नुस् यो क्वेशनको राइट आन्सर के? भन्नुस् त विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन हो? अप्सन नम्बर सी काजाखस्तान। विश्वको चाहिँ सबैभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र काजाखस्तान रहेको छ। ल आजको हाम्रो क्लास यति नै रह्यो। हजुरलाई यति नै प्र्याक्टिस गरायो। भोलि पनि हजुरहरूलाई प्र्याक्टिस गराउन हजुरमा आज उपस्थित हुने नै छौ भन्दै आजको यस क्लासबाट म छुटिन्छु। हवस् त, धन्यवाद।